मेरो भर्खर फेस धोएर आएँ डट एन्ड कीको फेस वासले। अब म स्प्रे गर्छु यसले। मेरो धेरै ड्राई स्किन छ त्यही भएर मेरो यति ड्राई स्किन छ नि, यति ड्राई छ, पुरै ड्राई मेरो स्किन छ। त्यही भएर म युज गरे पनि डट एन्ड कीकै प्रोडक्ट युज गर्छु हैन। त्यसले ड्राई स्किनको लागि धेरै नै राम्रो हुन्छ। मैले राइस टोनर युज गरे हो फर्स्टमा, अनि त्यो मजाले पहिला फेसमा ब्लेन्ड गर्ने। एकछिन सुक्नलाई त कति टाइम मसँग पनि छैन, हुन त 2 मिनेट छोड्नुपर्छ, तर केही छैन। मलाई आज कहाँबाट तपाईँहरूसँग आफ्नो रुटिन सेयर गर्नु मन लागेको थियो फेस केयरको, त्यही भएर। त्यसपछि टोनर लाउने, म टोनर सेन्टिलाको युज गर्छु। किनभने मैले यसको दुईटा लगाइसकेको छु, धेरै राम्रो के यो सेन्टिलाको। मेरो फेसलाई चाहिँ धेरै नै राम्रो गर्यो, त्यही भएर म यसकै सेन्टिलाकै युज गर्छु। यो मेरो 3rd बोतल होला, किनभने मेरो फेसलाई पहिलाभन्दा धेरै नै राम्रो गर्यो, त्यही भएर म यो युज गर्छु। भिडियो अलि लामो नै हुन्छ होला, धेरै दिनदेखि ट्राई गरिरहेको थिएँ म पनि तपाईँहरूसँग आफ्नो डेली स्किन रुटिन सेयर गर्छु भनेर। त्यो भएर आज टाइम भएर मैले गरिहालेँ। मेरो नानी खेलिरहेको छ पछाडि, उसको मुड चल्यो भने टाइम दिन्छ, नभए त छोड्दै छोड्दैन। त्यसपछि म डट एन्ड कीकै मोइस्चराइजर लगाउँछु। कस्तो मजाले यो ब्लेन्ड हुन्छ नि मेरो फेसमा, मेरो आँखामा सिरम गयो जस्तो छ, दुखिरहेको। मजाले ब्लेन्ड गर्ने फेसमा। फेसमा प्रायः यस्तो सानो सानो पिम्पल्स आइहाल्छ कि, फेरि आफै आउने जाने गर्छ। मैले केही नलगायो भने आउँछ जान्छ, हरेक महिनामा एउटा पिम्पल्स आउँछ मेरो। अलिक धेरै नै कम भयो, यु क्यान सी एउटा निस्क्यो मेरो। अब मोइस्चराइजर लगाइसकेपछि सनस्क्रिन लाउनै पर्यो। म सनस्क्रिन पनि डट एन्ड कीकै युज गर्छु, यो धेरै नै राम्रो हुन्छ। सनस्क्रिन त म मजाले लाउने हो, मजाले सनस्क्रिन हाम्रो फेसको लागि धेरै नै इम्पोर्टेन्ट हो, मजाले लगाउने। मेरो ड्राई फेसलाई एकदम राम्रो बनाउँछ यो लगायो भने। अलिकति पनि केही कस्तो टाइपको या केही हुँदैन, मजाले ब्लेन्ड गर्ने। मजाले आज मैले हाइनिकवाला लगाएको छु, त्यो भएर घाँटी कटिन्छ भने घाँटीमा तल मजाले ब्लेन्ड गर्ने। यति गरेपछि मेरो फेसलाई अब केही चाहिँदैन, यति हो।